शुक्रबारदेखि नेपालका हलमा 2 फिल्म रिलिज भएका छन्। नेपाली भाषाको धागो र हलिउडको द रनिङ म्यान रिलिज भएका छन्। भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको धागो नेपाल र भारतबाट एकसाथ प्रदर्शनमा आएको हो। उदिप राणा थापाको निर्देशनमा बनेको फिल्मले नेपाल भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथा पेश गर्छ। धागो भारतका पहाडी क्षेत्र सिलगढी, दार्जिलिङ, गान्तोक, कालिम्पोङ, कुर्साङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रमा रिलिज भएको छ। फिल्ममा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छिन्। साथमा प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतको अभिनय छ। यो फिल्मको रन टाइम 146 मिनेट छ। थ्रिलर फिल्म द रनिङ म्यान पनि आजदेखि सार्वजनिक प्रदर्शनमा आएको छ। यो सन् 1987 को फिल्मपछि स्टिफन किङको 1982 को उपन्यासको दोस्रो रूपान्तरण हो। कलाकारमा ग्लेन पावेल शीर्ष भूमिकामा छन्। विलियम एच मेसी, ली पेस, माइकल सेरा, एमिलिया जोन्स, डेनियल एग्रा, जेमे लसन, कोलम्यान डोमिङ्गो र जोस ब्रोलिन समावेश छन्। फिल्मको सारांश छ, एकजना मानिस एउटा गेम सोमा सामेल हुन्छ जहाँ प्रतियोगीलाई संसारको जुनसुकै ठाउँमा जान अनुमति दिइन्छ, तर तिनीहरूलाई मार्न भाडामा लिएका शिकारीहरूले पछ्याउँछन्। यो फिल्मको रन टाइम 133 मिनेट छ।